चर्को घाम, तातो मौसम र चिसो पानीको मजा। आज हामी पौडी खेल्न निस्किएका छौँ। हेरौँ आजको दिन कतिको रमाइलो हुन्छ। गाइस नमस्ते सबैजनालाई स्वागत छ। आज हामी यो पौडी खेल्न जाँदैछौँ है केटाहरू। के छ केटा? खेल्ने पौडी ड्यु हान्दैछौँ हामी चाहिँ होइन। यस्तो गर्मी छ, मौसमले च्यालेन्ज दिइरहेछ होइन। हामी चाहिँ अहिले पौडी खेल्न गइरहेछौँ। यो खोला चाहिँ देख्न सक्नुहुन्छ, यो खोला यो हो है। हामी केटाहरू ह्याप्पी हामी चाहिँ अहिले पौडी खेलेको भिडियो हामी तपाईँहरू माझ देखाउनेछौँ। अन्तिमसम्म हेरिदिनु होला होइन। एकदमै गर्मी। अहिले हामी चाहिँ ठ्याक्कै यो बाँसकर्क यहाँदेखि चाहिँ यो डुङ्गेश्वर देख्न सक्नुहुन्छ। यहाँ लेखिरहेको छ बोर्डमा 10 किलोमिटर छ। हामी बाँसकर्क भन्ने ठाउँमा आइपुगेका छौँ होइन। एकदमै नयाँ बनेको रोड छ। हामीहरू केटाहरू एकदमै रमाइलो भयो केटा। हिरो हाम्रो गाउँको छ, एकदम हिरो यता हिरोहरू मात्रै छन्। फाइनल्ली साथीहरू हामी पौडी खेल्ने ठाउँमा आइपुगेका छौँ। यहाँको वातावरण एकदमै निकै शान्त र मनमोहक छ। अबको केही समय हामी यहाँ रमाइलो गर्छौँ है त। ल उल्टो खै ल, अरू कोहीले हान्न सक्छ त। स्विमिङ पुल गाइजहरू आउनुहोस् है पौडी खेल्न स्विमिङ पुलमा। ल अर्ग्यानिक स्विमिङ पुल हो है हाम्रो यो प्राजिली खोलाको। गाइजहरू आउनुहोस् यहाँ स्विमिङ गर्नलाई। माछा मार हात हालेर यतापट्टि चाहिँ यो हेर्नुहोस् स्विमिङ पुल। ल यहाँ माछा मार्दैछ नि यिनीहरू। पौडी खेल्दै माछा मार्दै आनन्द होइन। कस्तो मजा छ यिनीहरू। ल माछा पनि निकाल है माछा। ल माछा आउनुहोस् है गाइजहरू यहाँ स्विमिङ गर्नलाई। ल माछा लागिरहेको छ नि क्या? अर्कै माछा हात लाग्ला है नि। यस्तै रमाइला क्षणहरू साथीहरूसँग बिताउँदा जीवन अझ सुन्दर लाग्छ। कामको तनाव बिर्सेर केही समय प्रकृतिसँग रमाउनु पनि आवश्यक छ। कट्टु हेर्नुहोस् गाइस, कट्टु ल है गाइजहरू यो अर्ग्यानिक स्विमिङ पुल ल तिमीहरूको हालिदिन्छु कि। सबको पौडी हेर्नुहोस् है अर्ग्यानिक हाम्रो यो स्विमिङ पुल हेर्नुहोस्। यो पौडी को माने भन्छ। ल लौ त साथीहरू आजको पौडी ब्लग यति नै। भिडियो मन परेमा लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकन पनि थिच्नुहोस्। फेरि अर्को रमाइलो ब्लगमा भेटौँला। धन्यवाद, नमस्कार।